यो ठुलो थुङ्गाको दामी दामी फुल चाहिँ डबल पप्पीको फुलहरू हो। यसरी झट्टै हेर्दाखेरि चाहिँ डबल पप्पी चाहिँ पियोनी जस्तो देखिन्छ, तर यो पप्पीको फुल हो। यसलाई पनि अरू सिजन फुल चाहिँ सेप्टेम्बर अक्टोबरमा सिडहरूद्वारा लगाइन्छ। नोभेम्बर डिसेम्बरमा यसको सिडलिङ तयार भएपछि चाहिँ यसलाई वेल ड्रेनिङ माटो मिश्रण तयार गरेर चाहिँ कि चाहिँ फुलबारीतिर लाउनु पर्यो, बगैँचातिर लाउनु पर्यो, कि चाहिँ 8 इन्चदेखिको 10 इन्चसम्मको गमलामा लाउनु पर्यो। यसको फुलहरू चाहिँ मार्च अप्रिलतिर फुल्छ। हाम्रोतिर चाहिँ अहिले अप्रिल महिनामा फुलिरहेको छ, अलिक ढिलो फुल्यो। सिङ्गल पप्पीको भन्दाखेरि चाहिँ यसको फुलहरू चाहिँ निकै लास्टिङ गर्छ, निकै दिनसम्म बस्छ। केयर गर्नु एकदमै सजिलो। वेल ड्रेनिङ माटो मिश्रण तयार गरेर यसलाई रोप्नुपर्छ। दिनभरि घाम पर्ने जग्गामा राख्दा हुन्छ। जब यसको माटो मिश्रण सुक्छ त्यति बेला चाहिँ पानी दिनुपर्छ। अरू फुलहरूलाई फर्टिलाइजर दिँदाखेरि त्यही फर्टिलाइजर यसलाई दिँदा पनि भइहाल्छ। माटो मिश्रण राम्रो तयार गर्नुभएको छ भने फर्टिलाइजर दिइरहनु पनि परेन। फुल फुलिसकेर चाहिँ यसको सिडपट बस्छ। सिडपटभित्र नै सिडहरू पाक्छ। त्यो सिडहरूलाई चाहिँ हामी कलेक्ट गरेर फेरि नेक्स्ट सिजनमा यसको सिडहरू छरेर यसको नयाँ बोट तयार गर्छौँ, जसमा चाहिँ सुन्दर सुन्दर डबल पप्पीको फुलहरू फुल्छ।